यस्तो खराब छ कि बाटो त राम 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 यिनीहरूसम्मै जङ्गल छ लो यसमा स्किदल गाइज बाटो राम्रो भनेर आयो त्यो छ गाइज अनि ठिकै रहेछ राम्रै रहेछ अनि राम्रै लाग्यो सो हेल गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि अहिले चाहिँ म यता के ढ्यापढ्याम गएर यस्तो बाटो चाहिँ छ क्या यहाँ सो गाइज के अरे यस्तो बाटो चाहिँ खराब छ यार साला यस्तो खराब छ के यार छा बाइक फेरि तातेर मास्किदाल अनि म चाहिँ के अरे एक्लै आएको क्या यस्तो बाटो छ अनि कसरी जाने तलै बार हो कि यस्तै अच्छा यस्तो खराब छ यार सेट तल चाहिँ खोला छ के खोला रहेछ यहाँ यार गाह्रो छ मास्किदा कसम बाटो त हो यार बाटो त राम्रै होला भनेर आएको मास्किदा त्यत ओ सेट बाटो त यस्तो छ यार कसरी माथिसम्मै होला यार यस्तै फर्किँदा अब कसरी फर्किने यार फर्किने टेन्सन लागिरहेछ के गर्नु गाइज बाटो राम्रो भनेर आयो यस्तो खराब रहेछ बाटो त के गर्नु गाह्रो छ यस्तो छ कि गाइज यता चाहिँ खोला छ के खराब छ यार यस्तो बाटोमा सेट गाह्रो छ यार यस्तो खराब छ कि बाटो त राम 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 यस्तो जङ्गल छ यार कहाँ फसेँ यार म बाटोमा भेटेँ मैले दुईवटा केटाहरूलाई अनि सँगै जाऊँ भनेको मेरो एकछिन यहाँ भिडियो बनाउनलाई मैले रोकेँ दुईजना त कहाँ गयो बाटो त लास्टै खराब यार यता त ठिकै हो तलको त अघि त झन् खराब थियो यार यस्तो बाटो छ राम 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 त्यत ओ सेट यस्तो छ गाइज छ्या बाटो त यस्तो यहाँ तल चाहिँ खोला रहेछ बाइक हालत यस्तो भइसक्यो फोहोर न फोहोर राम 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 धुलै धुलो यस्तो छ कि यताबाट म चाहिँ आएको अब म चाहिँ जान्छु अहिले चाहिँ त्यहाँ स्कुटीवालेहरू पनि दुईजना छ कि मैले त्यहीँ तल भेटेको अनि अगाडि गइसक्यो बाटो चाहिँ तर लास्टै खराब छ यार गाइज यस्तोमा कसरी पुग्ने यार यस्तो खराब छ अनि बाइक चाहिँ धुत्तै भयो यार आज त्यत यस्तो छ अनि कस्तो बाटो यो त डट बाइकहरूको ठिक हुन्छ यार तर के गर्ने स्कुटी लिएर आएर चाहिँ दुईजना एकजना चाहिँ उता अगाडि एउटा स्कुटी चाहिँ गइसक्यो दुईजना अनि दुईजना चाहिँ पछाडि आइरहेको थियो तर रिजल्टबाट भेटेको अनि आएको त्यो दुईजना त फर्किरहेछ एकजना चाहिँ अगाडि गएर छ यहाँ चाहिँ खोला रहेछ ओ सेट बाटो यस्तो छ अनि कहाँ सेट
यस्तो खराब बाटो के गर्नु कति बेला पुग्ने हो यार यस्तो छ बाटो हो सेट यता त ठिकै हो अघि तल त लास्टै खराब थियो स्कुटी धरि लिएर चाहिँ त के गर्नु स्कुटी धरि गएर छ अनि कति टाइम लाग्ने हो लास्टै जङ्गल रहेछ रे त माथि पुगिँदैसम्मै जङ्गल छलो मास्किँदा झन्डै खसेन यार बाइक चाहिँ धस्तै भयो आज मास्किँदा के गर्नु होइन दुईजनालाई उता त्यही सुन्दरी जालबाट भेटेको अनि सँगै जाउँ न त भनेर उनीहरू पनि ध्यापड्यामै गएर आएको छ म पनि ध्यापड्यामै गएर आएको अनि सो त्यही हो अहिले चाहिँ के अरे कति 12 बजिसकेको छ 12:30 हुन लागेको यस्तो छ कि होइन यस्तो खराब छ यार बाटो त ए बाप्रे लामो केले खनेको मान्छेले खनेको हो कि मान्छेले खनेको हो कि के हो त यार यस्तो खराब छ मलाई यहाँ चाहिँ हल्का राम्रो रहेछ भन्दा नि के राम्रो भन्ने यस्तै तल भन्न त राम्रै हो गाह्रो छ ढ्यापड्याम जाने त भनेको खोइ त यो तरिकाले त अब ढ्यापड्याम पुग्नु चाहिँ कति लाग्ने हो यार तर सोच्यो भनेर चाहिँ लास्टै खराब रहेछ यार रोड चाहिँ बाटो चाहिँ लास्टै नै बिग्रेको छ यार यस्तो यस्तो छ अनि सेट त्यो बाटो थाहा भएको भए त नआउने यार म त यस्तो खराब भएर छ नि होइन के गर्नु गाह्रो छ यहाँ पसलहरू पनि रहेछ होइन कता हो ढ्यापड्याम 3 किलोमिटर छ अझै 3 किलोमिटर छ यार गाइज सो यहाँ चाहिँ पसलहरू पनि रहेछ अझै ढ्यापड्याम चाहिँ कति भने 3 किलोमिटर अझै 3 किलोमिटर छ यार त्यस्तो बाटो आउँदा सो अब चाहिँ छिनै राखौँ यस्तो खराब भइसक्यो बाइकको हालत त राम्रो सेट यस्तो भइरहेछ यहाँ चाहिँ पसलहरू रहेछ अरू त त्यस्तै हो बाइक चाहिँ ढस्तै भयो यार राम्रो के चरल नै हग्दिएछ यहाँ ओहो यता चाहिँ कता हो के हो बाटो त यता फेरि राम्रो छ त यार यता चाहिँ कता जाने हो ए यहाँबाट चाहिँ के अरे नगरकोट जाने रहेछ नगरकोट सीमा चाहिँ नगरकोट जाने रहेछ अब यता हामी चाहिँ यतै जानुपर्ने हुन्छ अझै 3 किलोमिटर छ सो हेल गाइज अहिले चाहिँ ढ्यापड्याम आइसक्यो म चाहिँ अनि यहाँ ढ्यापड्याममा चाहिँ यस्तो एरिया छ यस्तो छ होइन यस्तो छ मान्छेहरू फोटो खिचिरहेछ यता
मान्छे ठिकै हुँदो रहेछ, त्यस्तो धेरै पनि होइन थोरै पनि होइन। Its glow carries whispers of your tenderness through time zones, through emptiness. In that lonely room, fear clawed the air. अब चाहिँ एकछिन बसेर अब फर्किनु पनि हुन्छ म चाहिँ, किनभने अब 2 भइसकेको छ। पछाडि चाहिँ ड्याब ड्याम भनेर आयो, तर बाटो चाहिँ लास्टै खराब भयो। लड्नु चाहिँ लडेन, हल्का हल्का चाहिँ झन्डै लड्यो, तर बाटो चाहिँ लास्टै नै खराब छ। अनि यस्तो छ, फोटो खिचेर सबजना होइन। अलिक त खासैमा आउँदा त मान्छे होइन, अहिले चाहिँ मान्छे बाइक राउन्ड त माथि छ। त्यसो त्यो हावा चाहिँ मस्त छ। अब म चाहिँ ढ्याब्जानबाट फर्किन आँटेको, अनि अहिले चाहिँ 2:15 भइसकेको छ। अनि अब चाहिँ बेलुका बाटो चाहिँ लास्टै खराब छ, त्यही भएर छिटै फर्किनु भन्ने हुन्छ, किनभने एक्लै आएको नि त, अनि गाह्रो हुन्छ। सो त्यही हो, ड्याम चाहिँ यता छ, यस्तो छ गाइज। अनि सो ठिकै रहेछ, राम्रै रहेछ, अनि राम्रै लाग्यो। यस्तो चाहिँ यता मान्छेहरू खाजा खाइरहेछ, अनि खाजा चाहिँ उतैबाट किनेर ल्याउँ भनेको छ, यहाँ चाहिँ बोकेर ल्याउँ भने चाहिँ पसलहरू चाहिँ छैन, उता पछाडि चाहिँ छ तर होटेल होला। सो त्यो अब चाहिँ म फर्केँ, जग्गा चाहिँ यता रहेको थियो अरे। अब खै त चिजा पानी हुन्छ कि यता रहन्छ खै, यता आएको लास्टै बाटो खराब हुन्छ। यता सुन्दरी जाल हुँदै। तपाईँहरू? हामी त्यहीबाट हो, सुन्दर जङ्गल। हामी त उता भ्यानमा आएको डेन्जर। त्यो फर्केको यस्तो छ, त्यही हो, राम्रै छ ड्याम। यस्तो खराब छ कि बाटो त, यस्तो खराब छ कि यस्तै बाटो बनाएर यस्तो डेन्जर छ यार बाटो त, परेन। जोगाजीसँग जाने र सँगै जाऊँ त भनेर त्यो सँगै लिएर फर्कायो। बाइक पनि भत्तै भयो, सिधा यस्तो जङ्गलको भित्र भएको छ कि बाटो चाहिँ के सामान किनेको छ। उताबाट आएको चाहिँ हरियो यताबाट त यस्तो धेरै हरियो पनि हुन्छ, यस्तो जङ्गल छ। उतापट्टि बाटो चाहिँ झन् जङ्गल थियो कि, त्यहाँबाट डेन्जर देख्ने रहेछ त। कुन गाउँ हो यो? एक 115 किलोमिटर यहाँबाट अब यार। सो गाइस, अझै यहाँबाट सुन्दरीजाल पुग्नु चाहिँ 115 किलोमिटर छ क्या अझै। ए राम, अझै त्यत्रो छ यार। त्यही हो गाइस, यता र राम्रो बाटो भनेर आएको, लास्टै जाने यता पनि के राम्रो भन्ने यार।